हेलो नमस्ते गुड मर्निङ अलिकति मल लान बाँकी छ टक्कै यहाँ बाँधेर खेतमा मल लिन जाने हो अहिले चाहिँ म मल लिन जाँदैछु एकछिन वेट गर्नु है त हेर्न सक्नुहुन्छ अङ्कलले स्कुटरमा मलको बोरा राखिदिनु भएको छ अब यो बोरालाई चाहिँ स्कुटरमा हालेर खेतमा लैजाने खेतसम्म त लान सकिन्न बाटो अप्ठ्यारो छ त्यो पुलको मुखसम्म लाने हो खासमा यसलाई चाहिँ लिएर जाँदाखेरि एकदम इम्ब्यालेन्स भयो लोड बढी भयो अनि मेरो यो बान्ने डोरी पनि अलि छोटो भएर राम्रोसँग बाँध्न मिलेन सो कारणले भारी इम्ब्यालेन्स भयो मैले लिएर त गएँ पुलको मुख नजिकसम्म लगेँ दुई ठाउँमा चाहिँ एकदम भारी कुल्टिसक्यो अनि झरेर मिलाउँदै लगेँ होइन त्यसपछि मैले अब एकदमै ओह्रालो बाटो आउने बेलामा चाहिँ लगेर त्यो भारीलाई चाहिँ बिसाइदिएँ पानीको भारी चाहिँ इम्ब्यालेन्स भएर यो फुत्केर साइडतिर गएर स्कुटरै कोल्टाउला जस्तो भएर मेरो पालो यहीँ झारेर छोडिदिएँ अहिले खाना खाएर आएपछि पारी लैजाने खेतमा बाई बोरा फाइनल्ली खेतमा आइपुग्यो यहाँ बिउ छ एकजना खेताला हालौँ भनिरहनु भएको थियो अङ्कल र मैले चाहिँ हुँदैन हामीले नै भ्याइन्छ भनेर हामीले खेताला नहालिकन बस्दै खाजा खाँदै काम गरे काम सुन्तला खाने अनि हरियो मकै पोलेर खान ऊ त्यहाँ आगो फुकिसके खाजा चाहिँ हरियो मकै हो यही पोलेर खाने खाजा चाहिँ मासबारीमा हरियो मकै हुन्छ नि त त्यो मकै ल्याएर खेतमै आगो फुक्ने टक्क लगाएर मकै पोल्ने खाने यही हो खाजा फेरि खाजा यही हो चाहिँ किराले खाएछ अब राम्रो छ भने खाने नत्र फालिदिने हो यो अफ सिजनमा खान पाउने चिज चाहिँ फेरि असाध्यै मिठो हुन्छ नि है यति बेला त हो हरियो मकै त यति मिठो हुन्छ नि फेरि कुरै नगरौँ सेल आउँछ अहिले कति म त हेरेँ होइन त्यत्तिकै थिएँ टुक्कै भयो के अरे भइरहेको क्या खिचिरहनु छोड्दैन क्या चलाउनु मलाई मात्रै देखाइरहनु सानो भयो है भोलि भाइरल हुन्छ फेरि मान्छे त यस्तो काम पनि गर्दो रहेछ कि किन नाटक गरे होला तपाईँले थिचेर फेरि फिनल्ली आलु रोपेर भ्याइयो अब अघि पोलेको मकै छ अलिकति बाँकी त्यो मकै खाने अनि घर जाने हो काम सकेपछि फेरि मकै खाएँ अनि त्यसपछि बाटोतिर लागेँ आजको काम चाहिँ सफल भयो धन्यवाद बाई बाई थ्याङ्क यू फर जोइनिङ विथ अस